हामी कहाँ जाँदैछौँ आज? अब नेपाल हिँड्ने हो। मिल ब्याङ्क नेपाल होइन, मिल ब्याङ्क NSW। आफ्टर लङ टाइम, आफ्टर 1 years पछाडि क्याम्पिङ जस्तो टुर जस्तो यसो हेरिरहेको छ। हामी 3 दिनको कुरा छ यो। अब हाम्रो यात्रा कता कता जान्छ? हाम्रो यात्रा अब न्युक्यासल हुँदै लगभग यहाँदेखि कति घन्टाको ड्राइभमा? 6 घन्टाको ड्राइभमा छौँ हामी। हजुर। अब हेरौँ आज अब के खान्छौँ यस पछाडि? अब यसो भोक लाग्यो त पूजा गर्नु पर्यो। अब बाटोमा खाँदै खाँदै चारो चेप्दै जानुपर्छ राजा। हिमेश भाइ के भन्नु छ तिम्रो? केही छैन दाइ अहिले। सतीश के छ भन्नु? अहिले हामी यात्राकै क्रममा छौँ। अब लगभग हामी अब 1 घन्टा बाँकी छ। हाम्रो साथी स्न्याक्स खाँदै अटोसँगले यहाँ अब केटाहरू यहाँ पिङसिङ खेल्ने कुरा गर्दैछन्। र यहाँ भाइले दसैँ आएन भाइ? दसैँ आयो है। ल सतीश पनि ल दसैँमा भुइँ छोड। दसैँ आउनुभन्दा अगाडि नै अब केटाहरूले भुइँ छोड्ने भयो। अब पिङ खेल्नेमा अर्को कन्टेस्टेन्ट समावेश हुन्छ। यता आउनु बस न, बिस्तारै मचाउ न। सतीश लभ बर्ड्स है गाइस, लभ बर्ड्स। ल हाम्रो माझमा अहिले हाम्रोसँग प्रवीण ओली ह्याप्पी सर हुनुहुन्छ। अहिले हाम्रो यात्रा कहाँ जाँदैछ, के हुँदैछ, कहाँसम्म पुग्यो यसो भनिदिनु पर्यो। प्रश्नको लागि धेरै धेरै धन्यवाद। अहिले हामी कहाँ छौँ भन्ने कुरा मलाई थाहा छैन। हामी कति घन्टा ड्राइभमा आइसक्यौँ यहाँबाट? लगभग हामी 4.5 घन्टा ड्राइभमा आइसक्यौँ। हामी गएको कति दिनका लागि हो, के का लागि हो र कहिले फर्किन्छौँ हामी? हामी सहरी जीवनबाट दिगदार भएर यसो गाउँले जीवन हेर्दै रमाउँदै जाउँ भन्ने सबैको धारणा भएका कारणले हामी यतातर्फ जाँदैछौँ। अब हामी यात्रामा रहेका कुराहरू देखाउँदै अगाडि बढ्नेछौँ। हाम्रो 7 जनाको टोली रहेको छ। हाम्रो मिसलाई चाहिँ पिङ रोक्न आएन अरे। अब उहाँलाई पिङ रोक्नु पर्ने भयो यहाँ। अब कस्तो लागिरहेछ तिमीलाई? कहाँ छौ अहिले तिमी? क्याम्सी। उहाँ क्याम्सी त उता अर्को पनि छ क्याम्सी। कुन क्याम्सी हो? छोटो हाम्रो व्यापारिक विश्राम पछि अब फेरि छोटो व्यापारिक विश्राम पछि फेरि हाम्रो यात्रा तय हुँदैछ। अब 1.5 घन्टाको यात्रा छ अब हाम्रो। यहाँ अहिले हाम्रो अगाडि फ्रन्ट सिटमा प्रमोद ओली र सबिना सिटुला हुनुहुन्छ। अनि यता अब हिमेश भाइ। अब हामी यो ठाउँमा छौँ। अब हामीहरू त होमस्टेमा पुग्नलाई लगभग 1.5 घन्टा बाँकी छ। 6 घन्टाको ड्राइभ थियो यो। ल भाइ पस। अब हामी फेरि यात्रामा छौँ। हामी आउँदै एउटा उलिजमा यो केम्सी होइन, केम्सी हो उलोसमा। अब यहाँ ग्रोसरी लिनलाई, छुटपुट सामानहरू लिनलाई हामी यहाँ आइरहेका छौँ सपिङ सेन्टरमा। हामीले धेरै सामान त ल्याएको थियौँ अलरेडी। यहाँ यो ठाउँ छ, उलिज छ भनेर हामीले धेरै सामान बोकेनौँ कति कुराहरू। अनि विभिन्न प्राइजहरू होइन, मैले उसलाई अहिले यहाँ पर्दैन भनेको। सुन्तलाको दाम कति छ सतीश? त 350। जग्गा पनि सुन्तला छ सतीश। अरेन्ज लभर। यो समय हामी
सिटी एरियाभन्दा धेरै भित्र गाउँ छिरिसकेका छौँ। यहाँ विभिन्न वन जङ्गलहरू अवलोकन गर्दै यसरी गाईहरूले पनि बाटोमा सबै यो चौरहरूमा गाई चराउनहरू गर्ने खुला रूपमा गाईबस्तुहरू यसरी यो चरेको देख्न सकिन्छ। यसरी विभिन्न किसिमका वन जङ्गल डाँडा काँडाहरूलाई निहाल्दै हामी हाम्रो यात्रातिर अगाडि बढिरहेका छौँ। हाम्रो करिब 6 घन्टाको यात्रामा अब करिब हामी नजिकै छौँ। बाटोमा पुग्न लाग्दा यसरी यो चौर मैदानमा यसरी गाईबस्तुहरू चरिरहेको अवलोकन गर्न पाइयो। 6 घन्टाको ड्राइभपछि हामी यो मिली ब्याङ्कको होमस्टेमा आइपुगेका छौँ। यहाँभित्रको चाहिँ यस्तो छ। यहाँनिर इन्ट्रान्समा हेर्ने बित्तिकै यहाँ अगाडि यस्तो छ अनि यता अगाडि यो डाइनिङ छ, यहाँ फ्यान घुमिरहेको छ। यता कुकिङ आइटम हाम्रो भव्य रूपमा हामीले आफै सामान लिएर आएको थियौँ। भव्य रूपमा यहाँ कुकिङ भइरहेछ। यहाँनिर कुकिङ हुँदैछ। यता यहाँ फ्रिज भयो, धेरै सामानहरू त यहाँ पनि थियो, हामीले पनि अहिले लिएर आएको थियौँ सामानहरू। अनि त्यस पछाडि यसमा भनेको 3टा रुम छ। यहाँ एउटा रुम छ, यता एउटा रुम छ, यता वासरुमहरू छ। यहाँनिर वासरुम, यता ड्रायर सायर यो यस्तो छ। अथेन्टिक छ, यो पुरै ढुङ्गाको भने जस्तो छ। यहाँनिर यता वासरुम भयो, यता बाथरुम, यो अघि देखाएको मैले रुम भएको। अर्को हल ठुलो रुम छ। यहाँनिर यस्तो छ। यहाँ के कुराहरू एसेसरिजहरू के राख्ने गर्ने स्टोरेजहरू छ। यहाँनिर एट्याच टोयलेट बाथरुम छ। यहाँ पनि यो ढुङ्गा सोइरहेछ, ढुङ्गा जस्तो यो सिङ्क यस्तो छ। यो हामी आज वेन्सडे आइपुग्यौँ। अब आज भोलि र हामी फ्राइडे मर्निङ यहाँबाट चेकआउट गरेर जान्छौँ। यहाँ केटाहरू सबै के कसो छ मेन्यु हेर्दै पकाउने गर्ने आइटमतिर लागेको छ। यहाँनिर के पाक्दैछ त आज हाम्रो किचनमा? के पाएको कान्छो? पनिर पाक्दै रहेछ। यता चिकन पाक्दैछ। कान्छोको भेज डिपार्टमेन्ट छ, सिङ्कहरू। अब बाहिर हामी बार्बिक्यूहरू गर्छौँ। यस पछाडि एक लट आएर चटपटे खाइयो। यहाँ पोर्क मेरिनेट भइरहेछ। यता हाम्रो ग्याङहरूले चेसको पनि खेलिरहनु भएको छ। चेस ल यहाँ चाहिँ हाम्रो बार्बिक्यू गर्नको लागि यहाँ बार्बिक्यू त्यहाँ हुन्छ। अनि यहाँ चाहिँ अब यो के भन्छ यसलाई, फायरवर्क भन्छ कि के भन्छ यसलाई, आगो बालेर चट्ट मस्तो ताप्ने माहौल भइरहेछ। त हाम्रो मिस हुनुहुन्छ। मिस के छ खबर? कस्तो भइरहेछ भ्रमण? माया लाउँदिन भो म चाहिँ गाल्दिन किन तिमी माया गर्दैनौ भन किन चाहिँ गाल्दैन दुखाउँछ रे मनहरू आउँछ रे जिउनु नमर्नु बनाउँछ रे मायामा बाँच्न सिकाउँछ हाँस्न सिकाउँछ मर्नु न बाँच्नु बनाउँछ रे। अन्तिममा हामीले यसरी चेस खेलेर पहिलो दिन यहीँ सक्यौँ। यसरी अन्तिममा बुढाबुढी चट्ट चेस खेलेर सकियो।